बिस्ट भोटे कुकुर। गुड मर्निङ फ्रम के नाम सिङमिनबाट गुड मर्निङ। अनि आज चाहिँ हामी कति बजेको छ? आज हामी चाहिँ 8:47 हिँडेको छु। आज छिटो हिँडेको छ किनकि आज टाढा पुग्न पर्छ। सालदाङ भयो कि सालदाङ भन्ने ठाउँमा होला सायद। सबभन्दा लामो यात्रा चाहिँ आज हुनेछ। आज चाहिँ खतरनाकमा ड्युटी। यस्तै छ यो खोला चाहिँ मान्छे हिँड्ने बाटो रे। खतरा हिँड्ने चाहिँ रोड गाउँ सिमेन्ट। पक्की पुल पनि बनेको छ। सिमेन्ट गाउँ चाहिँ पहिला चाहिँ यो गाउँमा सी भनेपछि दाउरा रे मेन भनेको औषधि। दाउराको औषधि पाउने भएर सिमेन्ट गाउँ भएको रे। यो के हो त? यो ठुलो यस्तै पानी खान्छ। हामी यो बाटो लामो बाटो हुँदै टर्निङ रोडबाट हुँदै यो कमर्स गाउँ चाहिँ जान्दैन रे। यो चाहिँ कमर्स गाउँ रे। हामी चाहिँ यो पछाडिको ठुलो डाँडा, यो बिचको डाँडा ठुलो डाँडा र यो लामोमा बिचबाट जाने रे। त्यसको पारी सालदाङ। कमर्सको चाहिँ कमर्स गाउँ पुग्यो। यस्तो छ कमर्स गाउँ। गुम्बाहरू चाहिँ बिचमा, साइडमा धर्मशाला, यता गाउँ। हामी चाहिँ यो डाँडा पार गर्ने। आज मैले मुख पनि धोएछिनँ, रक्सी गऱ्यो। यस्तै छ ठाउँ। मैले खरायोदेखि भर्खर यहाँ खरायो देखाउँछु है तपाईँलाई। यता दुरोमा गयो यहाँ बसी साथी।
टर्निङबाट आएको टर्निङ पनि उता यो भिर पछाडिबाट पारितिर पानी परेछ बादल झरेछ यहाँ मात्र पर्न बाँकी छ हामी जाने चाहिँ रोड जाने उता छिटो नगयो भने पानी पर्छ आएको उता डाँडाबाट उहाँ चाहिँ एउटा नाम्गे गाउँ रे खल्टोमा रहेछ यहाँको ल्यान्डस्केप चाहिँ दामी चाहिँ आजको ल्यान्डस्केप चाहिँ दामी छ परेको यो मुनि चाहिँ कमर्स गाउँ मुनिको चाहिँ अनि यो कमर्स गाउँबाट यो रोड छ नि रोडबाट सिधा यो दुईवटा भिरको बिचबाट खोला छ अनि यो देखेको बिचबाट अझै चाइना जाने पानी परेको ठाउँ चाहिँ चाइना गीत पनि क्या तिमी बरु फेरि यो म त उस्तै छु di kan dal ta ngat di pise do da ko tine ya hu la o do da de gal ni lam de ni ke la ma ne to ta de di thok na do da ru ta ti na re do ko na ti na re ha ini karang de di gal chin te karang सालदाङ गाउँ अझै यो त एक टाढा पारी छ सम्डेल गाउँ पुग्यो चार सात भएको छ सम्डेल गाउँमा चाहिँ पुग्यो तर हाम्रो क्याम्पिङ साइडमा चाहिँ पुगेको छैन अझै लाग्छ होला 15-20 मिनट अझ हामीलाई 4:30 लाग्यो भने चाहिँ पुग्यो होला त 6 कि 7 बज्छ होला भएछ बल्ल पुग्यो सालदाङ हेर्नु है अहिले चाहिँ रातिको 7:30 बज्छ अब कुहिरो लिएर आएर यहाँ घरलाई चाहिँ 3 घोडा भएको ठाउँमा पुऱ्याउनु लाग्यो अब कहाँ छ राति बसेको छ भने थाहा छैन अहिले आँखामा हानेछ हिजो घोडा आज घोडाहरू बेसरी भोक लाग्छ हिजो राखेको थियो घाँस पनि किन नपाउने छ सिमेन्ट ठाउँमा दाना चाहिँ दियो बरु
आज चाहिँ माथि सुरुकोसम्म छ भने तिनवटा घोडा चाहिँ भोलिसम्म छोडिदिन्छु अनि आजको भिडियो चाहिँ त्यति नै होला आजको ब्लग सक्यो हस्पिटल भएर दामी छ ठिक है पछि काले कराएको सुनिन्छ रहेछ म छोडेपछि भोलि चाहिँ ड्रेस के भनिरहेको छ छोरा हिँड्नुपर्छ भन्ने थाहा छैन एउटा दबाइदियो छु रोडबाट रहेछ यस्तै छ लु गरेर यहाँ छ अरे काले यहाँ रहेछ छु